गाइज गुड मर्निङ ल है साथीहरू आजको बिहानीको सुरुवात चाहिँ मैले यहीँबाट गर्दैछु अब चाहिँ यहाँ मैले चाहिँ न्याउदाङ गरिसकेँ होइन त्यसपछि यहाँ चाहिँ मैले अब यहाँ धारामा कपडा धुँदैछु पानी चिसो चिसो टक्क सबै मिक्स छैन कपडा धुँदैछु साथीहरू मैले चाहिँ अन्त तपाईँहरूलाई मैले काम गरेको देखाउने कुरो भएन होइन कति बिहान काम गरेको नि यहाँ चाहिँ यस्तो छ अब चाहिँ म कपडा सपडा धुन्छु साथीहरू हजुरहरू के गर्नुहुन्छ चिया खाजा सबै भइसकेर मेरो चाहिँ यहाँ म उठ्ने बित्तिकै नआयो अब कपडा सपडा धुँदैछु मैले चाहिँ यहाँ हेर्नु साथीहरू अनि हेर्नु साथीहरू यहाँ यस्तो पानी आइराख्नु मस्त अब यहाँ चाहिँ कपडा धुन्छु है म चाहिँ धुँदैछु साथीहरू चिसो भयो देखिँदै देखेन क्यामेरा पछि साथीहरू मैले चाहिँ कपडा धोइसकेँ ल हेर्नु यहाँ पानी यसरी आइरहेको छ कपडा धोइसकेँ मैले चाहिँ ल हेर्नुहोस् कस्तो छ कस्तो चिसो पानी हो ल मजाले कपडा सपडा धोइसक्यो म चाहिँ सुकाउँछु भ्लगमा हाल्ने हो कि ल मम्मी उताबाट हेरिराख्नु भयो कति छिरानी पानी दिन्छ है ल साथीहरू मैले चाहिँ यत्रो यहाँ कपडा धोएर सुकाइसकेँ हेर्नुहोस् त ल कपडा सपडा धोएर अब यहाँतिर बसेर छु गान्तोकतिर ल हेर्नुहोस् यति धेरै कपडा धोएँ मैले आफ्नै कपडा धोएर यत्रो टाइम भयो ल हेर्नुहोस् हाम्रो घरतिर ल हेर्नुहोस् अब यहाँ के सुकाउने धान सुकाउने कार्यक्रम भइरह यहाँ ड्याडीले चाहिँ उहाँ ऊ बिहानदेखि यस्तो किर्सी ल हेर्नु यहाँ यति राम्रो बनाउनु भयो लसुन सुन्तलाको बुटा भइहाल्यो होइन ड्याडी हो त नि गाउँमै म मिलाउँछु ल म पालसाल मिलाउनु पऱ्यो है अब यहाँ ल हेर्नु साथीहरू यहाँ हाम्रो यहाँ गोबी लगाउनु भयो ड्याडीले पहिलो लटको खाइसक्यौँ अब यो सेकेन्ड लटको हो यहाँ टन्नै छ ए यो चाहिँ 3 किलो जतिको होला यो त 3 किलो होला है ए यहाँ कागती त फुलेछ फुले रहेछ यस्तो ल हेर्नुहोस् यहाँ सुन्तलाको बुट्टा यस्तो छ हाम्रो घरतिर यहाँ यति धेरै सुन्तलाको बुट्टा छ ल हेर्नुहोस् कागती त फुले रहेछ भित्र फुल्ने ल हेर्नुहोस् ए त्यो फेरि बिउ हो पर्काउली ल मेरो भ्लग देखेर ड्याडी हाँस्नु भयो साथीहरू ल हेर्नुहोस् यस्तो रमाइलो छ घाम लाखा मजाले यहाँ धान बोक्छौँ हामी म नि बोक्छु किन तिमीले बोक्नु त कहाँ होला र ल हामी ल अब यहाँ धान सुकाउने कार्यक्रम हुँदैछ मैले देखाइछु ल हेर्नुहोस् आलु यस्तो राम्रो भएको छ आलु हेर्नुहोस् हाम्रो घरतिर आलु ल हेर्नुहोस् अब हामी चाहिँ खानासाना खान्छौँ
साथी ल बोल्नु त डेडी के बोल्नु भन्नु के हजुरले भन्नु साथी साथी ड्याडले यहाँ मलाई जिस्काउनु भयो हेर्नु साथीहरू यहाँ के विराटनगरको साथी हुनुहुन्छ उहाँले नि साथी साथी भन्ने म देखी छु न अनि उयो हाम्रो ड्याडीमा चट्ट परेर बस्नुभयो बहुत मेहनती हुनुहुन्छ अब फेरि साथीहरू मिल यहाँ छ यसरी सब देखाइरहेको छु मैले त हाम्रो भइसिन्छ साथीहरू लोकल मान्छे दुध खान्छ भन्ने सुन्तला हेर्नुहोस् त साथीहरू आलु 3-4 किलोका हुन्छन् चटपट बनाउँदैछु आजको चाहिँ खाजा चाहिँ हाम्रो चटपट हो है स्पेसल चटपट बनाउँदैछु ल हेर्नुहोस् सादा साथीहरू स्टप भइसक्यो कस्तो हो ड्याडी ल हामी यहाँ चटपट खाना पनि साथीहरू फेरि साथीहरू स्टार्ट भइसक्यो अब मिठो भन्छ र कस्तो मिठो आमाले खानु भन्नुभएको रे साथीहरू मैले चाहिँ चटपट खाइसकेँ है अब यो चटपटै कस्तो नराम्रो देखियो अहिले चाहिँ आजको भिडियो यति नै हेरेर माया गरिदिनु होला अनि साथ सपोर्ट पनि दिनु होला अहिलेलाई बाई बाई।